सम्पूर्णमा सङ्गीत युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र यसगरी चाहिँ म चाहिँ फेरि आज पनि यात्रा गर्दैछु। यो यात्रा चाहिँ अब यहाँभित्र बजार छ हैन, बजारसम्म नै हुनेछ। अब के हुन्छ सो सम्पूर्ण तपाईँहरू माझमा हुनेछ। यहाँहरूमा हेर्दै गर्नुहोला भिडियो। धन्यवाद। घोडाहरू हेर्नुहोस् है, यत्रो ठुलो ठुलो हुन्छ, ह्यान्डसम ह्यान्डसम मित्र। खोइ त ए फर्स्टमा चाहिँ प्रिय म चाहिँ खाजा खानु मन छ कि मेन कुरो अब खाजा खान्छु अनि चाहिँ जाने हो। खोइ के गरिरहेछन् आमा, मेरो लागि त बन रहेछ, बन ला सरी बन हो हजुरहरू। यो चाहिँ मेरो लागि चिया। धन्यवाद। चाहिँ म चाहिँ खान्छु ल हजुरहरू। म चाहिँ अब खाजा खाँदैछु होइन, यस्तो यो बनहरू भोक पनि लाग्यो नि त, अनि के गर्ने होइन। अब भोक लागेपछि खानुपर्छ, पेटले चाहिँ खोजिहाल्छ होइन र। यो चाहिँ चिया, दुध चिया, अनि यो चाहिँ पमसँग खानेछु। अनि हजुरहरू पनि खानुभयो कि भएन खाजा नास्ताहरू होइन, खानु होला भन्न चाहन्छु हजुरहरू पनि है। धेरै पनि रुच्दैन हो मलाई त फेरि, अब यति नै खान्छु ल हजुरहरू। अब खाजा खाइयो होइन, अब चाहिँ म लागेँ गर्मी पनि हुन्छ होइन। खाजा चाहिँ अब खाइसकियो, बाहिर नखाने हो बा। ओके, अब चाहिँ यात्रा यसरी हुन्छ हजुरहरू। लाग्यो दार्जिलिङको भित्री बजार। मेरो चाहिँ जहिले यात्रा हुन्छ, मेरो हरेक क्लासपछि मेरो चाहिँ सधैँ तपाईँहरू माझमा आउनेछु। आज त दिन त डेन्जर छ हौ। आज अलि जाडो पनि छ नि है, आम्मा हो अलि जाडो पनि छ। राख्नु पर्छ आज चाहिँ, किन ल है हजुरहरू। फेरि हाम्रो यात्रा तयार भयो, निस्किसकियो पनि बाहिर है। हामी दुईजना छौँ, हाम्रो सर सिक्किमको सर, अनि म नेपालबाट यात्रा गर्दछु बाटोहरू। कुन चाहिँको यो क्युट क्याट रहेछ। हेलो एभ्रिवान। ल यो बाटो चाहिँ मैले अगाडि पनि हालिसकेको छु भिडियो, आज पनि लाउँदै नै छु ल। अब कसो के हुन्छ होइन, मेरो चाहिँ जहिले यस्तै भिडियो आउँछ होइन, के भनौँ होइन, हेरिरहनु होला। अब मनोरञ्जन भन्ने त्यति साह्रो मसँग केही छैन, तरै पनि अब दार्जिलिङको कुना कुना भित्री बस्तीहरूदेखि लिएर यहाँको परिवेशहरू तपाईँहरूलाई बताउने नै छु होइन, यस्तै हो। अब बाटो यसरी म लागिरहेको हुन्छ, सानो सानो बाटो छ अनि जग्गाहरू पनि
अब हाम्रैतिर जस्तो छ भिर पाखा अब यस्तो के भन्छ समतल अनि त्यस्तै भिरालो होइन यो भित्री बाटो पर्छ हजुरहरू है यहाँ भनिरहेको ल यताबाट पनि भेट्छ नि है ल हाम्रो सधैँ चाहिँ रकम झिक्दै हुन्छ है यो पैसा पनि झिकिसकियो अनि चाहिँ लाग्यो अब चाहिँ बजार हजुरहरू टोटोसँग यता पनि रहेछ नि है ए ठिक छ आम्मा आज चाहिँ सुनसान जस्तो लागिरहेछ है वरिपरि सफा पनि छ सफा पनि बनाएछन् यो राम्रो कुरो हो यता पनि झिल यता पनि झिल घोडा पनि लुते देख्दो रहेछ हजुरहरू लुते भएपछि त कसले हेर्छ हो है कतिजना मान्छेले सवारी गर्यो यहाँबाट होइन ल है हजुरहरू मिरिकको घाम यस्तो छ ल है ल घोडाहरू यस्तो छ हजुरहरू यसमा पनि हान्नु पर्ने रहेछ बोर्डिङ गरिदिने हो हेलो फेरि गर्मी छ म यस्तै हो हजुरहरू के भनेर हौ बाटो यस्तो छ घाम लागिरहेको छु पुरै